सो हेलो गाइस, सो वेलकम ब्याक टु माई न्यू ब्लग्स। आज म फेरि पनि नयाँ ब्लगमा आइसकेको छु र तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर म धेरै दिन पछाडि अस्तिको मैले हालेको थिएँ रोड कन्स्ट्रक्सनको ब्लग। त्यस पछाडि चाहिँ म अर्को नयाँ ब्लगमा आइसकेको छु र त्यो यो ब्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने यु नो इट्स क्रेजी। मतलब यो चाहिँ ब्लग चाहिँ अब अलिक कडै हुनेवाला छ, किनभने राति पनि छ होइन, अलिकति थोरै अहिले रातिको समय छ, किनभने मैले बिहान दिउँसो केही बनाउनै पाइनँ नि त कामले गर्दाखेरि। त्यही भएर अब चाहिँ म यहाँ के गर्न आँटेको छु भन्दाखेरि तपाईँहरूले म अहिले बुझाइहाल्छु। सो गाइज, मेरो ब्लग चाहिँ के हो भन्दाखेरि अलिकति मैले धेरैवटा भिडियो पनि मैले काटेँ, डिलिट गरेँ होइन, मैले बनाएको थिएँ। मेरो ब्लग चाहिँ के भन्दाखेरि यहाँ चाहिँ एक्सट्रिमको क्यान, मतलब एक्सट्रिमको त्यो खाइसकेको हुन्छ नि त, मतलब बट्टा, मतलब त्यो क्यान। अनि यहाँ धेरैवटा छ मसँग, लगभग एक झोलै छ मसँग होइन, धेरै खान्छ नि त, म मात्रै खान्न नि त। त्यही भएर यहाँ छ मसँग फेभिक्विक छ मसँग, र मेरो त त्यहाँ लाइट पनि चाहियो नि त। यस्तो राति छ अनि कहाँ हामी यहाँ दिउँसो त बिहान त म बनाउनै भएन। अनि यो बट्टाहरू चाहिँ कम हुँदैन मसँग, धेरै छ। बिग्रियो भने फेभिक्विक पनि छ, यो पनि छ। यो छ मसँग एउटा फेभिक्विक। अनि पहिले पनि मैले बनाएको थिएँ, तर त्यो मजाले टालिएन, अनि त्यो फेभिक्विक सुक्यो क्या, अनि मतलब भइहाल्यो। र मैले ल्याएको छु यहाँनिर धागो, मतलब जे भए पनि यसले टाल्छ। कटन भएको अझै दामी हुन्थ्यो, तर मसँग कटनै छैन होइन। अब यो फेरि यो भ्लग बिग्रियो भने म फेरि अर्को भ्लग बनाउँछु। यो किन्नुपर्छ, यो त पर्दैन, यो किन्नुपर्छ, यसमा धेरै खर्च, मतलब पैसा लागेको छैन त्यसै हो। सो त्यो पनि चार्ज सकिन आँट्यो, चार्ज अघि नै हाल्नु पर्ने यार, सक्यो नि यार, साँच्चै पनि सक्यो यार चार्जै। अब यो बिग्रियो भने त यार के गर्नु अब। सो यो भ्लग आदि अहिले पनि नहुन पनि सक्छ, किनभने पानी पनि पर्न आँटेको छ नि त। त्यही भएर यो भ्लगमा अलिकति कट गरेर भोलि बनाउन सक्छु, भोलि स्कुलबाट आएर बनाउन सक्छु, अलिक उज्यालोमै लाइट भएको बेला। सो अहिले चाहिँ पहिले म इन्ट्रो दिइसक्छु क्या, अनि भोलि हुन्छ यो काम चाहिँ, अहिले चाहिँ हुँदैन। सो गाइज, तपाईँहरूलाई के लाग्छ यो भइसक्छ काम, मतलब यो टालिन्छ, मतलब यो हुन्छ गन यस्तो दामी हुन्छ नि। त्यसपछि आज हेर्नु तपाईँहरू यस्तो बब्बाल हुन्छ। सो यो चाहिँ अब म गर्न आँटेको छु भोलि अलिक डे टाइममा होइन। सो अहिले चाहिँ मेरो त्यहाँ चार्ज पनि सकिन आँट्यो लाइटमा, अहिले उज्यालो थाल्यो सुरुमा, अनि लास्टमा चाहिँ उज्यालो हुँदै गयो अरे क्या। के भन्नु, यो मात्रै लाइटले गर्दैन, एउटा लाइट यहाँ छ, एउटा लाइट माथि छ, यहाँ राति सुरुमा, यहाँ भएन, यो भयो रिफ्लेक्ट भयो, मतलब के भयो अनि अब यस्तो हुन्छ। भोलि आउँछ, बनाउँछु, टाल्छु, सुकाउँछु घाममा, लास्टमा ल्याउँछु बन्दुक हातमा, मेरो हातमा, अनि त भइहाल्छ। अहिलेको लागि चाहिँ गाइज एकदम तपाईँहरू पर्खिराख्नु होला, एकदम वेट गर्नु होला। सो लेट्स गो गाइज। म चाहिँ फेरि नयाँ भ्लगमा आइसकेको छु, नयाँ भ्लग हेर्नु। अनि यो सिन कटेँ, यहाँ चाहिँ म फेरि पनि निकाल्दैछु आज। अलिकति के भन्नु, यो अर्को दिन चाहिँ नि अर्को दिन हो क्या यो चाहिँ, किनभने मैले त्यो राति पनि बनाउनु पाइनँ, अनि हिजो पनि बनाउनु पाइनँ। आज चाहिँ छुट्टी थियो र अहिले चाहिँ धेरै बेलुका भइसक्यो। म दिउँसै बनाउने सोचमा थिएँ 1-2 बजी, तर घाम थियो यति, अनि घाममा के बनाउनु भनेर चाहिँ बनाउनु लाग्यो मैले। पहिले यसो चाहिँ पहिले डिजाइन तयार पार्छु एकदम। एक 2 3 4 चाहिन्छ पछाडि।
ए जामा लाउने आमा यति गर्नु छ कि पुरै फाल्दै अब ल गाइज हामी चाहिँ एकदम सुरु गर्न थाल्यौँ काम। अब चाहिँ काम सुरु भइसक्यो। अब यो काम बिग्रियो भने चाहिँ यो भ्लग सम्झिनु नि, यो भ्लग आउँदैन। पहिले पनि बनाएको थियो यार। आम्मा कति गाह्रो हुन्छ रे बनाउनु। तपाईँहरूलाई के थाहा हो? योमा धागो यसले लाउँदैछु किनभने यो फेरि 5 मिनट पनि टिक्दैन कि गमले। यसलाई फुकेर सुकाउनु पर्यो किनभने अब घाम छैन, कसरी सुक्छ? अघि घाम त मलाई घाममा निस्किनै हाल्छ लाग्यो। यसमै जाला जस्तो छ, यो पुरै 2टा थियो कि हो। गाइज लाइक शेयर एन्ड सब्सक्राइब चाहिँ गर्दैन, यतिको लागि चाहिँ, यति मेहनतको लागि चाहिँ। अब यसलाई हामीले अलिकति काट्छौँ किनभने यो लामो हुँदैन। गाइज एउटा त भयो, यति त 2टा त भयो, 2टा त भयो, 2टा चाहिँ भयो क्या। अब यहाँ अब चाहिँ यसलाई सुक्नुपर्छ, सुक्न दिनुपर्छ किनभने अर्को धागो चाहिँ म मेरो हातै टाँस्यो। कहाँ कुदेको तिनीहरू? एउटा त झर्छ यस्तो। एउटा फेभिक्विक सकियो है। अर्को चाहिँ पाली छ।
कति डर हो यसको यार यो ठुक्कवाला छिल्न आसले निस्किँदैन पुरा फेरि टक्क ल सक्यो त यार यो त पुगेको थियो त काट्दैन त बर्को पाली छ फेरि हुन्छ के सक्छ सकिन्छ होला यार यो त म किन्नुपर्छ होला अझै थोरै गरेर त आम्मामा के हुन्छ आम्मा यस्तो गर्ने कसरी सक्यो एउटा दुईटा तिनटा चारवटा कस्तो बाङ्गो हो पहिले कस्तो दामी भयो एकदम सिधा है अब यही लास्ट हो होइन त्यहाँदेखि यो यस्तो आउँछ सेट हुँदैन फेरि यसमा त दामी लाग्छ फेरि डर लाग्छ अनि एउटा मासु पुग्दैन होला पुगेन भने गाइस पार्ट 2 चाहिँ आउँछ पार्ट 2 आउँछ मलाई त लाग्छ पुग्दैन बाङ्गो भयो त्यो पहिलेको त कस्तो सिधा भएको एकदम वेस्ट धेर नगर्नु भन्दैछ म अलिकति यस्तो चाहिँ यस्तो गर्नु पकाउनु अब हामी सुरु गरौँ यसमा यस्तो पकाउने लाउने मोटै जान्छ यसमा त
अलि मलाई एउटा गडबड लाग्यो यो पछाडि लाउनु पर्ने रहेछ अलिकति लाम भयो क्या पछाडि म यो पछाडिको हटाएर यहाँ लाउँछु ट्राई गर्नु त कहाँ गयो त लास्ट एउटा छ कहाँ हो फेरि कहाँ छ अझै दामी हाल्छ मतलब एकदम कडक बनाउनु पर्छ क्या यसलाई डर फेरि हामीले यसलाई अरे कहाँ छ अब जस्ट एउटा बाँकी हो 2 सेकेन्ड हाम्रो मिसन कम्प्लिट हुन्छ
यति हेर्दै के जाऊ लामो जायो भनेपछि अम्मा लिएर आउँछु के हो अब गाइज हामी चाहिँ यसमा गर्नुपर्छ काम स्कोपमा स्कोप लास्ट हो यो चाहिँ काम स्कोपको मात्रै सक्यो अब लास्ट हामीसँग एउटा खुट्टु भएको छ लास्ट अनि सक्यो त्यसपछि गाइज फाइनल लुक आउन आँट्यो अब चाहिँ ल चाहिँ गाइज भयो हुन त तर एउटा प्रब्लम छ त्यो चाहिँ के हो भन्दाखेरि यसलाई अलिकति सुक्न दिनुपर्छ टाइम गाइज मिसन कम्प्लिट यति समय लाग्यो मलाई यति टाइम लाग्यो कति एक घन्टै लाग्यो होला फेरि पनि यत्तिकै भइसक्यो किनभने यति अनि एकछिन पनि अनि यो टाँस्ने पनि अब सुको भने अनि त्यस पछाडि चाहिँ फाइनल एकदम फाइनल लुक आउँछ अब चाहिँ सुकिसक्यो होइन गाइस तपाईँहरूलाई फाइनल लुक यो म तपाईँहरूलाई बुझाउँछु के हो भन्दाखेरि यो माथिबाटको चाहिँ स्कोप हो गनको अनि यो चाहिँ हामी पकाउने यताबाट पकाउने अनि यहाँ पकाउने हातले अनि यहाँबाट गोल निस्किन्छ त अलिक बाङ्गो भयो यहाँबाट हेर्न सक्नुहुन्छ गाइस लुक एट दिस यसलाई भनिन्छ के भन्छ के थाहा मलाई के भन्छ अब यति हो यो घरभित्र जान्छ यस्तो दामी बनाएको छु मैले तपाईँहरूलाई म मेरो हातबाट क्यामेरा मोबाइल पक्रेर पनि देखाउँछु नजिक एकदम क्लोज भ्यू गाइस तपाईँहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मैले बनाइसकेको छु यत्रो मेन लाग्यो उहाँ म कस्तो जुगाडु छ हेर्नु चाहिँ यस्तो भइसकेको छ हाम्रो गन चाहिँ सिनेमेटिक भ्यू चेक गाइज अलिकति डर पनि लाग्छ किनभने बा केही गडबड पो हुन्छ कि भन्ने लाग्न नै अलिक कस्तो हुन्छ क्या यस्तरी बनाइरहेको छु मैले गन अनि
एक्सट्रिम त कति पनि झरेको गन दिस इज गन यहाँ छ हाम्रो स्कोप यहाँबाट पक्र्ने अनि यहाँबाट निस्किन्छ गोली सो गाइज तपाईहरुलाई चाहिँ कस्तो लाग्यो भन्दाखेरि अब मलाई थाहा छैन कस्तो लाग्यो तपाईहरुलाई राम्रो लाग्यो भने लाइक शेयर एन्ड सब्स्क्राइब र कमेन्टमा एकदम दामी गुड लुक अलिकति बाङ्गो पनि भएको छ किनभने अब त्यो के गर्नु त अब यो भन्दा पहिले पनि मैले बनाएको थिएँ तर त्यो कस्तो बिग्रियो क्या म त बिग्रेन कस्तो दामी भयो यो भन्दा दामी भयो फर्स्टको चाहिँ दामी हुन्छ कि जे भए पनि अब यसलाई गर्दैम यो मेरो टुल थियो यसलाई निकालौँ यस्तो दामी बबाल बनाएको त के हो छ्या अब यसले जाँदैछौँ हामी घर टक्कसँगले गाइज उतो चाहिँ म अहिले ल्याउँछु त मोबाइल राख्ने